कसले हो बाजे आमाउँछ भन्छ आमाहरू हेर्नु घरमा पकाएर खान्छ कहिले कहिले मासु दिन्छ मैले त थोरै हालेको थिएँ त कति धेरै भएछ होला everyone। अब यो खाएर काममा जानुपर्ने मल बोक्नु जानुपर्ने आमाको छ यहाँ मेरो छ यहाँ थोरै पो भिजाएको त कति धेरै भएछ हौ आधा चम्चा मात्रै एक पनि भएको छैन त अहिले लगाएको तातो पानीमा भिजिहाल्छ नि त यो खाएर अब काममा जानुपर्ने मल बोक्नु आज मकै छर्नुपर्ने होला तर छर्ने चाहिँ कहिले हो थाहा छैन अब खोलेको लागि घाँस काटेर ल्याउनु पर्यो अनि यहाँ छ हाम्रो कोपी काउली तर यो बन्दा त कस्तो बन्दा भएकै छैन यार कुनै मात्र यहाँ एउटा मात्र भएको रहेछ वारिपारि मजाले केही देखिएकै छैन गाजलुती ठुला ठुला आँखा तिर बनी बस्यो दिलैमा अब काटेर ल्याउनु पर्ने हुन्छ गाई गोरुलाई खोलेको लागि घाँस त्यसपछि बोक्नुपर्ने चाहिँ यतातिर मल बोकेर मकै छर्नलाई रेडी बनाउनु पर्ने छाप बनी बस्यो दिलैमा पकाएर दिनुपर्ने हुन्छ गाईलाई हैन यो दोकान चाहिँ जति नै गर्नु खोजे पनि नअट्ने रहेछ नि ल न्याउरी म्याउसुरी अनि मैले चाहिँ घाँस काटेर लिएर आएर चाहिँ बाख्राको खोरको टाट्न भत्काएर चाहिँ त्यहाँदेखि बाख्राको मल झिकेर लानको लागि चाहिँ रेडी बनाएर भारीहरू लगाएर चाहिँ लानुपर्ने भएको थियो अनि एक भारी लगेर पनि गएँ अनि त्यसपछि चाहिँ त्यहाँदेखि नै माथि माथि सिरानको गरामा चाहिँ सानो भित्ताको गरा भत्काएर चाहिँ अलिक ठुलो बनाएको थियो अनि त्यसमा चाहिँ चिम्टे माटो निस्केको थियो कि घर लेप्नको लागि अनि त्यो माटो चाहिँ लिएर जानुपर्ने थियो घरमा अनि मैले चाहिँ घरमा लानको लागि अलिअलि खनेर भत्काएर पनि त्यहीदेखि माटो निकालेर घरमा लगेको थिएँ
दाङसोङ दाङसोङ अब मल बोकेर यति मात्रै होला मल अब बोकेको जतिमा छर्नु पर्ने थोरै त अघि छरेर पनि मकै पनि हालिसक्यो अब यो चाहिँ लगेर छर्नु पर्यो आज छरिसकेर नि भोलि चाहिँ जानु पर्यो कामतिर फेरि अर्कै हेरौँ अब अस्ति पनि वस्तुहरू राखेको छ कि गोरुहरू राखेको छ कि त्यही भएर पातला पातला बोकेको अब छर्नु पर्ने छरिहाल्नु पर्यो कुखुराहरू चर्नु गइरहेछ पर त्यहाँदेखि तोरी त खाएरै सक्यो एक गरा जति तोरी खाएर सक्यो कुखुराले अनि मैले यसरी नै सबै भएको थुप्राको मलहरू छरेर सकेँ ल खत्तम भयो मेरो मल छरेर पनि सक्यो आकाश पनि पानी पर्ला पर्ला नै भइरहेछ हुन त तर पानी चाहिँ पर्छ पर्दैन थाहा छैन अघि राति पनि पर्न त पर्यो अलिकति थोरै तर आज पनि पर्ला जस्तो चाहिँ छ तर पर्छ पर्दैन हेरौँ आजको काम यति बिहानदेखि अब भोक पनि लाग्यो अब बल्ल खाना पकाएर खानुपर्ने बिहानदेखिको साँझसम्मको काम खतम कता आइज यसलाई पनि नुहाइदिनु पर्ने आइज है